कल्पना गर्नुहोस्, तपाईँ आजभन्दा हजारौं वर्ष अगाडि हुनुहुन्छ। न त इन्टरनेट छ, न नक्सा छ, न स्याटेलाइट छ, न त विज्ञानको कुनै आधुनिक उपकरण। केवल खुला आकाश अनि फैलिएको जमिन र अनन्त देखिने समुद्र। जहाँसम्म आँखा पुग्छ, जमिन सिधा छ, पानी समतल छ र क्षितिजपछि के छ भन्ने कसैलाई थाहा छैन। त्यही बेला मानिसको मनमा एउटा गहिरो प्रश्न जन्मिन्छ, यो संसार कतै गएर सकिन्छ कि? के पृथ्वीको अन्त्य छ? के कुनै कुना छ जहाँ पुगेपछि सबै कुरा समाप्त हुन्छ? यही प्रश्नले मानव सभ्यतालाई सोच्न मात्र होइन, यात्रा गर्न पनि बाध्य बनायो। सुरुमा धेरै मानिसहरूले पृथ्वी थाल जस्तो समतल होला भन्ने सोचेको थियो, किनकि उनीहरूले देख्ने संसार त्यस्तै थियो। तर समय बित्दै जाँदा केही मानिसहरू भिडभाडभन्दा फरक सोच्न थाले। उनीहरूले आँखाभन्दा अगाडि दिमाग प्रयोग गरेर प्राचीन युनानमा पाइथागोरसले पृथ्वी गोलो हुनुपर्छ भन्यो। मानिसहरूले उसको कुरा हाँसोमा उडाइदिए। तर केही सय वर्षपछि एरास्टोथेनेस नामका एक व्यक्तिले दुई फरक सहरमा सूर्यको छाया नापेर पृथ्वीको घेरा नै गणना गरिदिए। त्यो पनि आजभन्दा करिब 2200 वर्ष अघि। सोच्नुहोस्, यदि पृथ्वीको कुनै कुना हुन्थ्यो भने यस्तो गणना असम्भव नै हुने थियो। सोच्नुहोस्, यदि पृथ्वीको कुनै कुना हुन्थ्यो भने यस्तो गणना सम्भव नै हुने थिएन। त्यति बेलै केही मानिसहरूले बुझ्न थाले, हामी खोज्दैछौँ अन्त्य, तर भेटिँदैछ गोलाइ। भारततिर हेर्दा वैदिक सभ्यतामा आर्यभट्ट विद्वानले पृथ्वी आफ्नै अक्षमा घुम्छ भनेर स्पष्ट लेखे। सूर्य सिद्धान्तमा पृथ्वीलाई मण्डलाकार भने। यहाँ धर्म र विज्ञान अलग थिएन, सँगै बगिरहेका थिए। कहीँ पनि पृथ्वीको किनारा वा कुना भन्ने उल्लेख छैन। उता समुद्रमा निस्केका भिकिङ अरब र पोलिसियन नाविकहरू डराउँदै यात्रा गर्दै थिए समुद्रमा। उनीहरूलाई लाग्थ्यो धेरै टाढा गयौँ भने हामी खस्छौँ भनेर। तर उनीहरू जहाँसम्म गए समुद्र सकेन, तारा उस्तै रहे, दिशा बदलियो। तर अचम्मको कुरा के भयो भने धेरै यात्रा गरिसकेपछि फेरि सुरुको ठाउँ नजिकै आइपुग्यो। कोही पनि पृथ्वीको किनाराबाट खसेन। समयसँगै मानिसले नक्सा बनायो, तर ती नक्सा आजको जस्तो वैज्ञानिक थिएनन्। ती कथा धर्म र कल्पनाले भरिएका थिए। त्यसैले आज हेर्दा ती नक्सामा अचम्मका आकृतिहरू देखिन्छन्, तर त्यो वास्तविक भूगोल होइन। आधुनिक युगमा आइपुग्दा हजारौं सेटेलाइट पृथ्वीको वरिपरि घुमिरहेका छन्। अन्तरिक्ष स्टेसनबाट पृथ्वीलाई 24 घण्टा हेर्न सकिन्छ। चन्द्रमाबाट खिचिएका तस्बिरहरू छन्। यदि पृथ्वीको कुनै कुना हुन्थ्यो भने आजसम्म लुकाउनु असम्भव नै हुन्थ्यो। संसारको सबै देश, सबै वैज्ञानिक, सबै अन्तरिक्ष एजेन्सी मिलेर एउटै झुटलाई सधैँ लुकाउन सक्दैनन्। सत्य ढिलो आउँछ, तर एकपटक आयो भने स्पष्ट हुन्छ। पुराना सभ्यताले पृथ्वीको अन्त्य खोजे, तर अन्त्य भेटेनन्। उनीहरूले कुना खोज्दा गोलाइ भेटे, किनारा खोज्दा निरन्तरता भेटे, अन्त्य खोज्दा नयाँ यात्रा सुरु भयो। र यही हो मानव इतिहासको सबैभन्दा सुन्दर कुरा। पृथ्वीको सुन्दरता यसको कुना नहुनुमा छ, यसको रहस्य यसको अन्त्य नदेखिनुमा छ। र सायद त्यसैले आज पनि जब हामी क्षितिज हेर्छौँ, हजारौं वर्ष पुरानो उही प्रश्न फेरि जन्मिन्छ, अझै अगाडि के छ, अझै टाढा के छ? र यही प्रश्नले मानव सभ्यतालाई आजसम्म अघि बढाइरहेको छ। यदि तपाईँलाई यस्तो रहस्यमय र सत्यमा आधारित कथा मनपर्छ भने भिडियोलाई लाइक गर्न नबिर्सनुहोस्। च्यानल आजको संसारलाई सब्स्क्राइब गर्नुहोस्, किनकि यहाँ हामी संसारका यस्ता प्रश्नहरू खोज्छौँ जसको उत्तर खोज्दै मानव इतिहास नै बनेको छ। धन्यवाद।